आज म संसदमा भृकुटी कागज कारखानाको अवस्थाबारे विश्लेषण प्रस्तुत गर्दैछु, जसले एक समय नेपालमा कागज उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। भृकुटी कागज कारखाना सरकारी लगानीमा सञ्चालन भएको उद्योग थियो, जसले देशमै कागज उत्पादन गरेर आयातमा निर्भरता घटाउने उद्देश्य राखेको थियो। यो उद्योग 2030 दशकतिर स्थापना गरिएको थियो, जब नेपालमा औद्योगिक उत्पादन विस्तार गर्ने र आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको थियो। यस उद्योगले लेख्ने कागज, प्रिन्टिङ कागज र विभिन्न औद्योगिक प्रयोगका लागि आवश्यक कागज उत्पादन गर्दै स्थानीय बजारमा आपूर्ति गर्ने गरेको थियो। नेपालभित्र कागजको स्थिर माग रहेको कारण यस उद्योगले लामो समयसम्म बजारमा आफ्नो स्थान कायम राख्न सफल भएको देखिन्छ। उत्कर्ष समयमा भृकुटी कागज कारखानाले आयात घटाउँदै स्थानीय उत्पादन बढाउने दिशामा महत्त्वपूर्ण भूमिका खेलेको थियो र उद्योग क्षेत्रलाई सुदृढ बनाएको थियो। तर समयसँगै प्रविधि पुरानो हुँदै गयो, उत्पादन लागत बढ्दै गयो र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुँदै उद्योग समस्यामा पर्न थाल्यो। सस्तो आयातित कागज, व्यवस्थापन कमजोरी र आवश्यक लगानीको अभावका कारण उद्योग क्रमशः कमजोर हुँदै बन्द हुने अवस्थामा पुगेको देखिन्छ। यदि समयमै प्रविधि अद्यावधिक र व्यवस्थापन सुधार गरिएको भए यो उद्योग अझ प्रतिस्पर्धी बन्न सक्थ्यो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। आजको अवस्थामा आधुनिक प्रविधि र रणनीतिक लगानीको साथमा यो उद्योगलाई पुनः सञ्चालन गर्ने सम्भावना अझै रहेको देखिन्छ। भृकुटी कागज कारखानाले देखाउँछ कि दीर्घकालीन सफलता प्राप्त गर्न प्रविधि, व्यवस्थापन र बजार रणनीति सन्तुलित रूपमा आवश्यक हुन्छ।